हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज बिहान चाहिँ म खाजा खाएर अब राँगा लगेर खेतमा जोत्नलाई तयार गर्दैछु। राँगाहरू सुतिरहेछ, मैले खोलेँ। अब खेत लाँदैछु जोत्नका लागि। चट्टसँगले जोतेर सागसब्जी छर्नको लागि चाहिँ, रोप्नको लागि चाहिँ, तयारीको लागि चाहिँ जोत्नु पर्नेछ। हल्सी गर्दैछन् राँगाहरू। खेत चाहिँ यहाँ छ, खेतको यहाँ छ, घरको यहाँ छ। आलु पनि लगाउनु पर्छ। यसरी नै हलो जोत्न सुरु गरिएको छ। आज जोत्नुपर्ने धेरै छ। अब तिहार पनि लागिसक्यो। बिस्तारै जोत्न भ्याइँदैन, त्यही भएर धमाधम भइरहेछ। यसरी नै यो कुटी सकिएको छ जोतेर। अब अर्को कुटीमा जानुपर्ने हुन्छ राँगालाई। एकदमै गर्मी छ है, पसिनाले जत्रुकै भइरहेको छु। घाम कडा भएर गाह्रो छ साथीहरू, काम गरिखान गाह्रो छ होइन। यो चाहिँ हिजो जोतिसकेको, अब जोत्नुपर्ने चाहिँ तलको त्यो होलीको लाइन हो। यहाँ निकै छ जोत्नुपर्ने, अब सक्नुपर्ने। यो अर्को गराएको हो, यहाँ आधी जोतिसकेको। हेर्नुहोस् त साथीहरू, ठ्याक्कै पानको पात भइरहेछ है। पानको पात आकारमा चाहिँ जोतिएछ। वाह, कस्तो राम्रो छ। लास्टै गर्मी छ, पसिना चाहिँ मलाई लास्टै आउने क्या। धेरै पसिना आइहाल्छ, भिजिहाल्छु है, लुत्रिकै भइरहेछ। लो गाइज, फाइनली सक्यो, जोतेर टलाइसक्यो, चिल्लो पार्यो। यसरी नै जोतेर पनि त्यसपछि जोतेर पटालेर पनि सक्यो। आजको काम सक्यो। धन्यवाद साथीहरू, यति दिनसम्म आजको पनि सकिएको जानकारी गराउँदै अर्को भ्लगमा भेट्ने आशा गर्दै अहिले बाई बाई गाइज।